आठौं जब एनिभर्सरी को कहाँ जाने भन्ने प्लान भइरहेको थियो। बोलेको निकाल्नु ल घुमेन्द घरती घुमाउन सब बाइक यार के सबै आएन के बेसी त्यो अघि त्यो मरमो गर्दाखेरि तपाईँ भन्दा नि हामी अगाडि छ जस्तो माने मैले बेसी रहेछ त एउटा बुलेट त नि यो अझ थोरै लामो गरायो नि यहाँनिर गर्छौँ कान्छाहरू गाडी गर्नु हो त्यसरी माथि गर्नु जाऊ जाऊ के गर्ने हो चौधर 8 महिना 4 गते जागिर खाएका सम्पूर्ण बिहारीहरू जादै हाम्रो त क्यामेरामा देखिँदैछ फेरि ल हेर ल जना 28 जना बिहारी हामी कहाँ जाँदैछौँ जरकुटा नै भनौँ न आउला गाडी
एनिभर्सरी गरेर छोराको बर्थडेको एउटै भिडियो बनाएर हाल्नुपर्छ यार। बाउ छोरासँगै होइन टाढो बाइक आएर ठ्यास हालेर यत्रो सल्लाह गाडी यो त हुन पनि आज बाइक र्याली जस्तै नै भयो क्या है। के त भन्दै केसको र्याली हो आज भन्दैछ केसको र्याली हो भने एउटै टी सर्ट लगाउनु होइन। एक्लै कराके मैले यो गिरी पार्क जाने पनि हेर्दै होइन बेजी तपाईँ आउनु भएको छैन पहिला तल रहेछ म त एक्चुअली प्याराग्लाइडिङ गर्ने विचार गरेको छु। प्याराग्लाइडिङ गर्न मलाई पनि मन छ खुट्टा आउँछ क्या
भाइ नरोले ल नाच्दै है टिका छ त्यो बाइकमा टिका छ मैले बाइक गोला पछि पछि चौकी हेरेर तस्बिरमा सरर पानी घट्टामा म त प्यारी भइगन्छु नमसारे है पेन्सन पट्टामा म त प्यारी फर्कन्छु फर्कन्न नमसारे है पेन्सन पट्टामा भेट भएको प्यारी र साथी होला खुजल गरौँ एकपट्टि सरर पानी घट्टामा म त प्यारी फर्कन्छु फर्कन्न नमसारे है पेन्सन पट्टामा राम्रो सुगाउने धेरै रहेछ रेल मात्रै घण्टा घरमा क्या राम्री तरुनी भन पाण्डे म कसो घुमेर आइसक्यो टोली हुने सबै साथीभाइहरू मिलेर जब एनिभर्सरी मनाउँ अब के छ मासु के छ ल दुई सौदा हाम्रो काजी तपाईँको 2014 साल मङ्सिर 4 गते भर्ती भएर नेपाल सङ्गठनमा संयुक्त सङ्गठनमा सामेल भएर अहिलेसम्म 8 वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरे सम्पूर्ण व्यक्तिहरूलाई सब एनिभर्सरीको सबैमा शुभकामना साथै
आगो पायो या पाएन त्यो कार्य व्यस्तताको कारणले प्रहरीको जिम्मेवारीको निर्वाह गर्दा गर्दा यहाँ आउन पाएन। त्यसमा हामी चाहिँ दुःख व्यक्त गर्छौँ है। कोही हाम्रो ड्याजीहरू हाम्रो टोलीबाट टाढा भएर वा विरोधी प्राप्त गरेर जाने सम्पूर्ण ड्याजीहरूमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दै हामीले यो 8 वर्षको कार्यकालसम्म कुनै बाधा अवरोधका साथ यहाँसम्म पुग्न सफल भएका छौँ सम्पूर्ण ड्याजीहरू। यसमा कसैले केही भयो होला, बाटो हिँड्ने मान्छे लड्छ, कोही कतै ठोकियो होला, केही भयो होला, तर पनि सङ्गठनमा 8 वर्ष हामी सफलतापूर्वक टिकेका छौँ र अझै हाम्रो जागिरी अवधि यहाँ पुगिसकेका छ। यहाँ अब जम्मा भेला भएका छौँ। के भन्दाखेरि पहिला चाहिँ हाम्रो व्यावहारिक जीवन चाहिँ सफलतामा लानुपर्छ, त्यसपछि चाहिँ व्यावसायिक जीवन के जबसम्म हामी व्यावहारिक रूपमा सफल हुँदैनौँ तबसम्म व्यावसायिक रूपमा सफल हुँदैनौँ। त्यसैले हामी चाहिँ विगत 8 वर्षदेखि नेपाल परिवहन कार्यहरू विभिन्न किसिमका बाधा चुनौतीहरू पार गर्दै हामी फुल गेट खान सफल भएका छौँ होइन र? यसमा चाहिँ हामी एकदम खुसी मान्नुपर्छ। आज सम्पूर्ण ब्याजीहरूसँग भेट भयो, कतिसँग चिना परिचय थिएन, कसै ब्याजीहरूसँग चाहिँ भेटघाट भएको थियो। सम्पूर्ण ब्याजीहरूसँग भेटघाट हुँदा चाहिँ खुसी लाग्यो। अनि हेमन्तपछि आगामी दिनहरूमा पनि चाहिँ यसरी चाहिँ हाम्रो जम्काभेट होला नहोला यो चाहिँ हाम्रो एउटा अविस्मरणीय क्षण हो। 8 वर्ष कहिले आउँदैन होइन र? यसपछि 9 वर्ष आउँछ, 10, 11, 8 वर्ष मेरो ब्याजी अहिले भावनालाई होइन के मेरो गुनासो के थाहा छ? बिहा नगरेर किन बिहा गर? बिहा नगरेर बिहा गर्नु होला होइन? भइसक्यो होइन? मेरो सुझाव पनि हो होला होइन? केक लग्न आएको हामी केक अर्डर बिहानै गरेका थियौँ। दुधसँग आयो हुँदैछ ला खै त कि छोरी माइजू अघि छोरी खै त
बर्थडे सकेर खाना खाने काम ज्यान भने कस्तो भात पनि यत्रो के खाला के खाला ताइन ओए के खाला ताइन के खाला भन्छ छ सुन्दैन है ताइनले पनि जस्टिन के खाला मोमो भन न देखाइ न देखे के को पैसा भन्नु छ हेर्नु यो पैसा कहाँबाट आयो त भने यो गोलो गर नामसँग राख 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 अर्को पैसा